नमस्कार, म सङ्गीता पन्त। मैले चाहिँ लगभग 2 वर्ष अगाडि चाहिँ यो एचयू हेयर ओइल चाहिँ टिकटकमै हेरेर थाहा पाएँ अनि मैले अर्डर गरेँ। अनि त्यतिखेर चाहिँ मैले रेगुलर युज गरिनँ, हप्ता दिन 10 दिन 15 दिन सम्झेको टाइममा 1 महिना त्यस्तोमा युज गरेँ। त्यसले इफेक्टिभ चाहिँ भएन, कपाल झर्न चाहिँ केही हदसम्म कम भएको हो होइन। अनि अहिले चाहिँ 6 महिना 7 महिना भयो मैले यो युज गर्न थालेको। अहिले चाहिँ मेरो कपालहरू पनि पलाइरहेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँ बेबी हेयरहरू यता कति कपालहरू आउने बढ्ने अनि फेरि पलाउने फेरि निस्किने फेरि लामो लामो हुने सबै यो भुर्र भुर्र भएको कपालहरू चाहिँ यिनीहरू चाहिँ सबै पलाएको बेबी हेयरहरू हो होइन। अनि मलाई चाहिँ डेङ्गु पनि भयो, कोभिड पनि भयो। त्यो क्रममा कपालहरू एकदम धेरै झर्यो मेरो। झरेपछि आउने पलाउने भएन कि खालि झर्ने मात्रै, तर रिग्रोथ चाहिँ भएन। तर जुन बेला चाहिँ मैले रेगुलर यो एचयू हेयर ओइल युज गरेँ नि 7 महिना अगाडि भनौँ न, त्यो बेलादेखि अहिलेसम्म गरिरहेको छु। त्यो रेगुलर युज गर्दाखेरि चाहिँ मेरो एकदम चेन्जेस भएको छ, कपाल चाया आउन रोकेको छ होइन। हजुरको चाहिँ कपाल पनि एकदम सफ्ट हुन्छ अनि बेबी हेयरहरू कति धेरै पलाइरहेको छ। म चाहिँ एकदमै सेटिस्फाई छु। तपाईँहरू पनि युज गर्नुहोस्। युज नगरिकन यसको चाहिँ थाहा हुँदैन के हुन्छ कसो हुन्छ। अरूको कुरामा सुनेर गर्नुभन्दा पनि आफैले युज गरेर चाहिँ थाहा हुन्छ। एचयू हेयर ओइल एकदमै इफेक्टिभ छ, प्लिज युज गर्नुहोस्, डिसपोइन्ट हुनुहुन्न है त। थ्याङ्क यू।